नमस्कार साथीहरू, इन्टरफेस टेक्नोलोजी च्यानलद्वारा प्रस्तुत गरिने टेक्नोलोजीसँग रिलेटेड यस भिडियोमा तपाईहरुलाई स्वागत छ। हामी यस च्यानलबाट टेक्नोलोजीसँग रिलेटेड भिडियो र इंग्लिश ल्याङ्ग्वेज सम्बन्धी भिडियोहरू प्रस्तुत गर्ने गर्छौं। आजको यस भिडियोमा हामी तपाईलाई विशेष भिडियो लिएर आएका छौं। तपाईको कम्प्युटर ल्यापटप स्लो भएको छ, के हो त कारण? ट्रिक एन्ड टिप्स दिनेछौं। आफ्नो कम्प्युटर के कारणले स्लो भएको छ कारण पत्ता लगाई मैले दिएका ट्रिक एन्ड टिप्सबाट पनि तपाई कम्प्युटर ल्यापटप स्लो भएको छ भने फास्ट बनाउन सक्नुहुनेछ। सबैभन्दा सुरुमा तपाईलाई म पहिलो ट्रिक एन्ड टिप्स दिदैछु। सबैभन्दा सुरुमा तपाईले आफ्नो कीबोर्डबाट विन्डोज र आर प्रेस गर्नुहोस्। विन्डोज र आर प्रेस गरेपछि रन कमान्ड खुल्छ। रनमा गएर तपाईले टेम्प टाइप गर्नुहोस् र इन्टर हान्नुहोस्। टेम्पोररी फाइल खुलिरहेको हुन्छ। यहाँ तपाईको धेरै हुन सक्छ। मैले पहिला पनि डिलिट गरेको थिएँ र यहाँ थोरै छ, तपाईकोमा धेरै हुन सक्छ। यसलाई कन्ट्रोल ए थिच्नुहोस्, अल सेलेक्ट हुन्छ र शिफ्ट थिचेर डिलिट गर्नुहोस्। यानि कि रिसाइकल बिनमा पनि त्यो गरेर बस्दैन र यसलाई स्किप गर्नुहोस्। तपाईसँग भएको टेम्पोररी फाइल सम्पूर्ण डिलिट हुने काम गर्छ। त्यस्तै गरी दोस्रो टिप्स तपाईलाई फेरि विन्डोज र आर नै कमान्ड थिच्नुहोस् र अघि जस्तै टेम्प लेख्नुभयो तर अब चाहिँ पर्सेन्टेज भित्र शिफ्ट थिचेर पर्सेन्टेज लेख्नुहोस् र टेम्प फाइल भित्र जानुहोस् र इन्टर थिच्नुहोस्। यहाँनिर पनि तपाईको धेरैवटा फाइलहरू हुन्छ। यसरी तपाईको ब्याकग्राउन्डमा चलिरहेको फाइलहरू, यसलाई पनि कन्ट्रोल ए थिच्नुहोस्, शिफ्ट डिलिट थिच्नुहोस् र यसलाई पनि डिलिट गर्नुहोस्। यो डिलिट हुँदा तपाईको फाइलहरू कुनै पनि डिलिट हुँदैन। तपाईको चाहिने फाइलहरू, तपाईको ब्याकग्राउन्डमा खुलेको फाइलहरू मात्रै डिलिट हुन्छ। त्यस्तै गरी तपाईलाई तेस्रो नम्बरको टिप्स म दिन चाहन्छु। तेस्रो नम्बरको टिप्समा तपाईलाई फेरि विन्डोज र आर कमान्ड नै थिच्नुहोस् र लेख्नुहोस् प्रिफ्याच। प्रिफ्याच भनेर लेख्नुहोस्, PREFETCH प्रिफ्याच लेख्नुहोस्। यहाँ पनि तपाईको फाइलहरू धेरै छ। यसले चाहिँ हाम्रो जुन र्यामलाई फाइलहरू लिइरहेको छ, यसलाई कन्ट्रोल ए थिच्नुहोस्, शिफ्ट थिचेर डिलिट गर्नुहोस्। सबै फाइल डिलिट हुन्छ। यसलाई पनि डु दिस फर अल करेन्ट आइटममा स्किप गर्नु, टिक लगाएर स्किप गर्नुहोस्। सबै फाइल डिलिट हुन्छ। त्यस्तै गरी तपाईले आफ्नो डिस्कलाई क्लिन पनि गर्न सक्नुहुनेछ। कसरी गर्ने त डिस्कलाई क्लिन? स्टार्ट बटनमा क्लिक गर्नुहोस्। यहाँनिर डिस्क क्लिन अप भन्ने छ, डिस्क क्लिन अपमा गर्नुहोस् र डिस्क क्लिन अप ड्राइभ सेलेक्सन। तपाई कुन ड्राइभको डिस्क क्लिन गर्न चाहनुहुन्छ? जस्तै म सी ड्राइभ, हाम्रो अपरेटिङ फाइल हो सी ड्राइभ भनेको, सी ड्राइभको गर्न चाहन्छु। तपाईले सी ड्राइभ भित्र चाहिँ लगभग केही नराख्दा पनि राम्रो त्यसलाई क्लिन गर्न सक्नुहुनेछ। कसरी गर्ने भन्ने कुरा म तपाईलाई देखाउँछु। एकछिन टाइम लिन्छ, यो टाइम पर्खिनुहोस्। यसपालि यहाँनिर डाउनलोड प्रोग्राम फाइलदेखि लिएर तपाईसँग भएको सम्पूर्ण यहाँनिर देखाउँछ। सबैमा तपाई के को डिलिट गर्ने हो त्यसलाई क्लिक गर्नुहोस्। रिसाइकल बिन डाउनलोडको इम्पोर्टेन्ट कुराहरू तपाईले डाउनलोडमा राख्नु भएको छ भने त्यसलाई नगर्नुहोस्, नगर्न सक्नुहुनेछ। र तपाईलाई जुन जुन यहाँबाट क्लियर गर्न मन लाग्छ क्लियर गर्नुहोस् र यसलाई ओके थिच्दिनुहोस्। आर यु स्योर भन्छ, यस गर्नुहोस्। डिलिट अल फाइल। तपाईलाई केही टाइम लिन्छ र सबै फाइल डिलिट हुन्छ। तपाईले चाहे जति जुनलाई तपाईले टिक लाउनु भएको छ। डिस्क क्लिन पनि भइसकेको छ तपाईको। यसपछाडि तपाईलाई म अर्को नम्बरको टिप्स दिन्छु। अर्को नम्बरको टिप्सको लागि चाहिँ तपाईले सी ड्राइभमा जानुहोस्। सी ड्राइभमा गएपछि तपाईको विन्डोज भन्ने अप्सन आउँछ। विन्डोज भन्ने अप्सनमा जानुहोस्। त्यसपछाडि सफ्टवेयर डिस्ट्रिब्युसन भन्ने चाहिँ यहाँनिर तल सार्नुहोस्, तपाईले भेट्न सक्नुहुन्छ। सफ्टवेयर डिस्ट्रिब्युसनमा जानुहोस्। त्यसपछि डाउनलोड भन्ने चाहिँ यहाँनिर डाउनलोड भित्रको जति पनि फाइलहरू छ, यो ब्याकग्राउन्डमा चलिरहेको फाइल हो, यसलाई पनि कन्ट्रोल ए थिच्नुहोस् र यसलाई पनि डिलिट गर्नुहोस्। तपाईले यस गर्नुहोस्। 54 आइटम रहेछ, यसलाई कन्टिन्यू गर्नुहोस्। सबै त्यहाँको फाइलहरू डिलिट हुन्छ। यसलाई पनि क्लोज गरिदिनुहोस्। तपाईको सी ड्राइभको विन्डोज भित्र सफ्टवेयर डिस्ट्रिब्युसन भित्रको डाउनलोड भित्रको फाइलहरू डिलिट भइसकेको छ। यो अर्को टिप्स भयो तपाईलाई। यसले पनि तपाईलाई कम्प्युटर फास्ट बनाउन मद्दत गर्छ। त्यस्तै म तपाईलाई अर्को नम्बरको टिप्स दिदैछु। मुनि टास्क बारमा जानुहोस्, राइट माउस क्लिक गर्नुहोस्, टास्क म्यानेजर भन्ने छ यहाँनिर। टास्क म्यानेजरमा गएपछि तपाईको ब्याकग्राउन्डमा हाम्रो प्रोग्रामहरू के चलिरहेको छ त? हामीले प्राय सबै प्रोग्रामको ब्याकग्राउन्डमा चल्छ, ब्याकग्राउन्डमा चलिरहेको हुन्छ। हामीले जब जुन प्रोग्रामलाई इन्स्टल गर्छौं, हाम्रो ब्याकग्राउन्डमा कुन कुन प्रोग्राम चलिरहेको छ तपाईले यहाँबाट हेर्न सक्नुहुन्छ। स्टार्टअपमा जानुहोस्,
र यहाँनिर कुन कुन प्रोग्राम ब्याकग्राउन्डमा इनेबल छ। तपाईले कहिले पनि चलाउन्न तर त्यो प्रोग्रामहरु चाहिँ ब्याकग्राउन्डमा इनेबल छ भने त्यसले पनि हाम्रो र्यामलाई खाइरहेको हुन्छ, त्यसको स्पेस लिइरहेको हुन्छ। खाइरहेको मतलब स्पेस लिइरहेको हुन्छ। त्यो स्पेसलाई हामीले कम गर्नको लागि तपाई ब्याकग्राउन्डमा कुन कुन प्रोग्राम चलाउन्न त्यो प्रोग्रामलाई डिसेबल गर्नुहोस्। तपाईले जस्तै टोरेन्ट चलाउनु भने त्यसलाई किन इनेबल गर्ने, त्यसलाई डिसेबल गर्नुहोस्। यसले पनि र्याम खाइरहेको हुन्छ र प्रोसेसरको स्पेस लिइरहेको हुन्छ। त्यही भएर तपाईले ब्याकग्राउन्डमा कुन कुन प्रोग्राम चलाउन्न, जस्तै एनालिटिक्स म चलाउँछु भने मैले यसलाई इनेबल राख्न सक्छु। मैले जस्तै अर्को CCX प्रोसेस चलाउँछु भने यसलाई मैले इनेबल राख्न सक्छु। अर्को म CCX प्रोसेस चलाउँदिन भने मैले यसलाई डिसेबल राख्न सक्छु। मलाई जुन जुन प्रोग्राम चलाउन मन छ ब्याकग्राउन्डमा अथवा मलाई चलाउनु पर्ने छ त्यो प्रोग्राम मैले इनेबल राख्ने, अरू प्रोग्राम मैले डिसेबल गर्न सक्छु। तपाईले पनि गर्न सक्नुहुन्छ र आफ्नो कम्प्युटरलाई अलि स्पिड बनाउन सक्नुहुन्छ। र्याम जब खर्चिदैन, प्रोसेसरको जब खर्चिदैन तब तपाईको कम्प्युटर स्पिड हुन्छ। तपाईले यहाँबाट आफूलाई चाहिएको प्रोग्रामलाई इनेबल र अरूलाई डिसेबल गर्न सक्नुहुन्छ र आफ्नो कम्प्युटरलाई फास्ट बनाउन सक्नुहुनेछ। त्यस्तै कम्प्युटर ल्यापटप फास्ट बनाउने अर्को टिप्स छ तपाईहरुलाई। माई कम्प्युटरमा राइट माउस क्लिक गर्नुहोस्, यानी कि दिस पीसीमा राइट माउस क्लिक गर्नुहोस्, प्रपर्टिजमा जानुहोस्। प्रपर्टिजमा गए पछाडि तपाईहरुलाई यहाँनिर चेन्ज सेटिङ भन्ने देखाउँछ। चेन्ज सेटिङमा क्लिक गर्नुहोस्। यस पछाडि तपाईहरुलाई एडभान्स भन्ने अप्सन छ, यहाँनिर एडभान्स भन्ने अप्सनमा जानुहोस्। त्यस पछाडि सेटिङ भन्ने अप्सन छ, यहाँनिर सेटिङमा जानुहोस् र आफ्नो देखिरहनु भएको छ तपाईले यहाँनिर भिजुअल इफेक्ट्स भन्ने छ। तपाईको भिजुअल इफेक्टले पनि अलिकति कम्प्युटरलाई फास्ट स्लो गर्ने काम गर्छ। अहिले तपाईको भिजुअल इफेक्टमा एनिमेटेड कन्ट्रोल एन्ड एलिमेन्ट्स इनसाइड विन्डो जुन देखिरहेको छ टिक लागेको, यसले गर्दा नि तपाईको कम्प्युटर स्लो भएको हुन सक्छ। यसलाई तपाईले एडजस्ट फर बेस्ट परफर्मेन्समा टिक लाउनुहोस् र यहाँ जस्तो छ यसलाई यतिकै छोडिदिनुहोस् र एप्लाई गर्नुहोस्, ओके गरिदिनुहोस्। ओके गरिदिनुहोस्। तपाईको भिजुअल अलिकति फरक त देखाएको छ तर तपाईको कम्प्युटर भने निकै फास्ट भएको अनुभव तपाईले आफै गर्न सक्नुहुन्छ। एकचोटि यो कामलाई तपाईले आफै गर्नुहोस् र यो गरिसके पछाडि हेर्नुहोस् आफ्नो कम्प्युटरमा आफ्नो ल्यापटपमा परिवर्तन के आयो त, कति आयो त परिवर्तन, तपाईले आफै पनि हेर्न सक्नुहुनेछ। त्यस्तै तपाईहरुलाई अर्को टिप्स छ। तपाईले आफ्नो प्रोसेसरलाई 100% युज गर्न सक्नुहुनेछ। कसरी गर्ने त्यो तपाईहरुलाई म देखाउँछु। स्टार्ट बटनमा क्लिक गर्नुहोस्, यहाँनिर सेटिङ छ, सेटिङमा जानुहोस्। सेटिङमा गएपछि तपाईको सिस्टम भन्ने छ, यहाँनिर सिस्टममा जानुहोस्। सिस्टममा क्लिक गरिसके पछाडि पावर एन्ड स्लिप भन्ने अप्सन छ, यहाँनिर पावर एन्ड स्लिपमा जानुहोस्। पावर एन्ड स्लिपमा गएपछि यहाँनिर एडिसनल पावर अप्सन भन्ने छ, यहाँनिर हेर्नुहोस् त एडिसनल पावर अप्सन। एडिसनल पावर अप्सनमा गए पछाडि तपाईको पावर सेभर अथवा ब्यालेन्स भन्ने यहाँनिर दुईटामा क्लिक गरिरहेको हुनुहुन्छ तपाईको प्राय म्याक्सिमम कम्प्युटर। तर त्यसको पनि यहाँनिर हाई पर्फर्मेन्स भन्ने छ, हेर्नुहोस् त हाई पर्फर्मेन्स। कहिलेकाहीँ यो हाइड भएर बसेको हुन्छ, यसलाई सो गर्नुहोस्। एडिसनल प्यानल हाई पर्फर्मेन्समा जानुहोस् र चेन्ज सेटिङमा क्लिक गर्नुहोस्। चेन्ज सेटिङमा क्लिक गरेपछि चेन्ज एडभान्स पावर सेटिङ भन्ने छ, यहाँनिर चेन्ज एडभान्स पावर सेटिङमा क्लिक गर्नुहोस् र यहाँबाट तपाईले खोज्नुहोस् प्रोसेसर पावर म्यानेजमेन्ट भन्ने, प्रोसेसर पावर म्यानेजमेन्ट भन्ने खोज्नुहोस् र यहाँनिर तपाईको मिनिमम प्रोसेसर स्टेट र म्याक्सिमम प्रोसेसर स्टेट हेर्नुहोस्। यसलाई तपाईको 100% छैन भने पनि तपाईले यसलाई 100% बनाउनुहोस्। म्याक्सिममलाई पनि त्यही गर्नुहोस्, तपाईले 100% बनाउनुहोस्। यदि तपाईको कम छ भने तपाईले आफै किबोर्डबाट टाइप गर्न सक्नुहुनेछ 100%। ओके गर्नुहोस्, सेभ गर्नुहोस् र यसलाई पनि क्लोज गर्नुहोस्। तपाईको प्रोसेसर 100% अब युज भइरहेको छ। त्यस्तै आफ्नो कम्प्युटर ल्यापटपलाई फास्ट बनाउने अर्को पनि टिप्स छ तपाईहरुलाई। मजाले हेर्नुहोस् कसरी तपाईको कम्प्युटर ल्यापटप फास्ट बनाउनुहुन्छ। विन्डोज बटम यानी कि स्टार्ट बटममा क्लिक गर्नुहोस्। सेटिङ भन्ने अप्सन छ, यहाँनिर सेटिङ भन्ने अप्सनमा जानुहोस्। तपाईले यो कुरा चाहिँ मैले विन्डोज 10 मा गरिरहेको छु, विन्डोज 7 मा गर्नु भने नि यही कुराहरु हुन्छ, तपाईले हेर्न सक्नुहुनेछ। त्यसपछि एप्स भन्ने यहाँनिर अप्सन छ, एप्समा जानुहोस्। एप्समा गएपछि तपाईको एप्स एन्ड फिचर्स भन्ने यहाँनिर अप्सन छ। एप्स एन्ड फिचर्समा गए पछाडि तपाईको हेर्नुहोस् त तपाईको कम्प्युटरमा भएको एप्लिकेसनहरु यहाँ सबै तल सार्दै हेर्नुहोस्, तपाई देख्न सक्नुहुनेछ। तपाईले यो एप्लिकेसनहरु जुन देखिरहनु भएको छ यो सबै तपाईले युज गरिरहनु भएको छ त। अहिले यो ब्याकग्राउन्डमा चलिरहेको छ तपाईको प्रोग्रामहरु, हेर्नुहोस् त। यो प्रोग्रामहरु तपाईले युज यदि
गर्नु भएको छैन भने तपाईकोमा इन्स्टल त छ तर युज गर्नु भएको छैन भने तपाईले यसलाई हटाइदिन सक्नुहुन्छ अनइन्स्टल गरेर तपाईले यो स्पेस जुन छ हाम्रो कम्प्युटरमा लिइरहेको स्पेसलाई तपाईले हटाउन सक्नुहुन्छ तपाईले जस्तै मानिलियो यो अलार्म एन्ड क्लक तपाईले युज गर्नु भएको छैन यसलाई तपाईले अनइन्स्टल गर्न सक्नुहुनेछ अथवा एडभान्स अप्सनमा गएर यसलाई के गर्न सक्नुहुन्छ अफ गर्न सक्नुहुनेछ त्यस्तै तपाईसँग अरु पनि प्रोग्रामहरु छन् यहाँनिर हेर्नुस् त जस्तै एउटा फोटोशप तपाई चलाउनुहुन्छ भने यसलाई छोड्दिनुस् एन्डिक्स चलाउनुहुन्छ भने यसलाई छोड्दिनुस् तपाईले जे यहाँनिर चलाउनुहुन्छ तपाईले राख्नुहोस् यदि तपाईले चलाउने नचलाउने प्रोग्रामहरु पनि यहाँनिर छ भने तपाईले यसलाई के गर्नुहोस् हटाइदिनुहोस् अनइन्स्टल गर्नुहोस् जस्तै मेसेजिङ भन्ने छ यसलाई तपाईले यसो काम छ त छैन भने तपाई एडभान्स अप्सनमा जानुहोस् यसलाई अफ गर्न सक्नुहुनेछ तपाई त्यस्तै गरी तपाईले यसलाई अनइन्स्टल गर्न सक्नुहुन्छ जुन प्रोग्रामहरु तपाईले इन्स्टल गरेर पनि के गर्नु भएको छैन युज गर्नु भएको छैन भने तपाईले त्यो प्रोग्रामहरुलाई के गर्नुहोस् हटाइदिनुहोस् तपाईले त्यो हटाइसकेपछि अनइन्स्टल गर्नुहोस् मोबाइल प्लान्स भन्ने छ यहाँनिर यसलाई तपाईले युज गर्नु भएको छ त छैन भने तपाईले यसलाई के गर्नुहोस् अनइन्स्टल गर्नुहोस् अनइन्स्टल गरिसकेपछि के हुन्छ भन्दा हाम्रो स्पेस खाली हुन्छ स्पेस खाली भएपछि तपाईको कम्प्युटर एन्ड ल्यापटप फास्ट हुन्छ छिटो हुन्छ त्यस्तै गरी तपाईलाई तपाईको कम्प्युटर ल्यापटप फास्ट बनाउने अर्को टिप्स छ तपाईहरुलाई यो टिप्स हेर्नुहोस् विन्डोज आर थिच्नुहोस् रन कमान्ड खुल्छ यसपछि यहाँनिर एमएस कन्फिग भन्ने छ यहाँनिर यसलाई क्लिक गर्नुहोस् टाइप गरेर तपाईले इन्टर हान्नुहोस् यसपछि यहाँनिर सर्भिसेस भन्ने छ सर्भिसेसमा जानुहोस् तपाईको कम्प्युटरमा ब्याकग्राउन्डमा चलिरहेको प्रोग्रामहरु हुने सबै हेर्नुहोस् त रनिङ भइरहेछ नि सबै प्रोग्रामहरु यो सबै प्रोग्रामहरु तपाईको रनिङ भएर पनि तपाईको कम्प्युटरलाई के भयो यसले स्पेस धेरै खाइदियो र तपाईको के भयो कम्प्युटर स्लो भयो यिनीहरु सबैलाई तपाईले डिसेबल गर्नु भयो भने त फेरि तपाईको कुनै पनि प्रोग्राम खुल्दैन तपाईको कम्प्युटरै नचल्न सक्छ तपाईले मज्जाले हेर्नुहोस् यहाँनिर तपाईलाई कुन कुन प्रोग्राम चाहिँ चाहिदैन ब्याकग्राउन्डमा तपाईले नचलेको हुनुपर्छ जस्तै हामीले माइक्रोसफ्टको सर्भिसहरु त सबै चाहिन्छ किनभने माइक्रोसफ्टको सर्भिसहरु भएन भने त हाम्रो कम्प्युटर नखुल्ने हुन्छ माइक्रोसफ्ट कुनै पनि प्रोग्रामहरु खुल्दैन त्यही भएर तपाईले हाइड अल माइक्रोसफ्ट सर्भिस भन्ने छ यसलाई तपाईले टिक लाउनुहोस् माइक्रोसफ्टले दिने सर्भिसहरु ब्याकग्राउन्डमा चल्नुपर्ने सर्भिसहरु सबै हाइड हुन्छ र त्योदेखि बाहेकको तपाईको प्रोग्रामहरु यहाँनिर ब्याकग्राउन्डमा कुन चाहिन्छ कुन चाहिदैन तपाईले हेर्नुहोस् यहाँनिर मज्जाले हेर्नुहोस् त तपाईको नचाहिनेलाई यो टिक हटाइदिनुहोस् र एप्लाई गर्दा भयो तपाईलाई चाहिने छ भने चाहिँ यो टिक राख्नुहोस् है फेरि तपाईको चाहिदैन भने मात्रै हटाइदिनुहोस् चाहिन्छ भने राख्नुहोस् जस्तै मलाई एडोब अपडेट सर्भिस चाहिदैन भने म यसलाई के गर्छु स्टप गर्न सक्छु यानी कि यहाँनिर टिक लाउन सक्छु र एप्लाई गर्छु यो स्टप हुन्छ आफै तपाईलाई जुन प्रोग्रामहरु यहाँनिर चाहिदैन त्यसलाई के गर्नुहोस् स्टप गर्नुहोस् यसलाई रनिङ गर्यो भने चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो कम्प्युटरको ब्याकग्राउन्डमा प्रोग्रामहरु धेरै खुल्छ र हाम्रो स्पेस जुन मेमोरी स्पेस हुन्छ त्यसलाई चाहिँ यसले धेरै प्रोग्रामहरु भएर चाहिँ यसले तपाईलाई धेरै डिस्ट्र्याक्ट गर्छ डिस्टर्ब गर्छ त्यसकारण तपाईले यसलाई के गर्नुहोस् स्टप गर्नुहोस् जुन प्रोग्राम तपाईलाई ब्याकग्राउन्डमा नचाहिने हुन्छ त्यो प्रोग्रामलाई चाहिँ के गर्नुहोस् स्टप गरेर एप्लाई गर्नुहोस् र ओके गर्नुहोस् तपाईको कम्प्युटर फास्ट हुन्छ यसपछि तपाईको कम्प्युटर फास्ट बनाउने अर्को टिप्स छ मजाले हेर्नुहोस् स्टार्ट बटनमा क्लिक गर्नुहोस् र तपाई लेख्नुहोस् डिफ्र्यागमेन्ट भनेर यहाँनिर तपाईले खोज्न सक्नुहुन्छ डिफ्र्यागमेन्ट एन्ड अप्टिमाइज ड्राइभ्स भन्ने छ त्यसलाई क्लिक गर्नुहोस् र तपाईले सी ड्राइभ यानी कि अपरेटिङ ड्राइभ हो हाम्रो सी ड्राइभलाई तपाई अप्टिमाइज गर्न सक्नुहुन्छ र यो सबैभन्दा सुरुमा तपाईले हेर्नुहोस् कुन ड्राइभ अप्टिमाइज गर्ने हो त्यो ड्राइभलाई जस्तै हार्ड डिस्क ड्राइभ भनिरहेछ यसलाई चाहिँ तपाईले यहाँ हेर्न सक्नुहुन्छ स्टाटस र यसलाई तपाईले अप्टिमाइज गर्न सक्नुहुन्छ अप्टिमाइजमा क्लिक गर्नुहोस् र पर्खिनुहोस् एकछिन तपाईको यहाँनिर काम भइरहेछ एनालाइज भइरहेछ तपाईले यो अप्टिमाइज गरेर पनि आफ्नो कम्प्युटरलाई फास्ट गर्न सक्नुहुन्छ हेर्नुहोस् मजाले आफ्नो कम्प्युटरलाई आफ्नो ल्यापटपलाई फास्ट गर्न तपाईले यति तरिका अपनाउनु भयो भने यति ट्रिक एन्ड टिप्स हाम्रो लिनु भयो भने आफ्नो कम्प्युटरमा यो युज गर्नु भयो भने तपाईको कम्प्युटर पक्कै पनि फास्ट हुन्छ त्यसैगरी अर्को टिप्स छ तपाईले रिसेन्ट फाइलहरु जुन खोलिरहेको हुन्छ कम्प्युटर खोल्दाखेरि त्यसलाई तपाईले डिलिट गर्न सक्नुहुनेछ विन्डोज आर थिच्नुहोस् र रिसेन्ट RECENT रिसेन्ट टाइप गर्नुहोस् र ओके गर्नुहोस् रिसेन्ट टाइप गरेपछि तपाईको रिसेन्ट फाइलहरु के छ यसलाई पनि तपाई डिलिट गर्न सक्नुहुनेछ एउटालाई थिच्नुहोस् कन्ट्रोल A थिच्नुहोस् र शिफ्ट थिचेर डिलिट गर्नुहोस् डिलिट गरेपछि रिसेन्ट फाइलहरु तपाईको क्लियर हुन्छ तर रिसेन्ट फाइलहरु डिलिट हुन्छ र तपाईको कम्प्युटर फास्ट हुन्छ धन्यवाद साथीहरु तपाईले यो भिडियो पुरै हेर्दिनु भयो त्यसको लागि र तपाईले आफ्नो कम्प्युटर ल्यापटपलाई अब
यी प्रोसेसहरू गरेर फास्ट बनाउन सक्नुहुन्छ। हाम्रो यस युट्युब च्यानललाई इन्टरफेस टेक्नोलोजीको युट्युब च्यानललाई सब्स्क्राइब गर्न र तपाईहरुलाई अरु पनि टेक्नोलोजीसँग रिलेटेड भिडियोहरु हेर्न मन छ भने तपाईकोमा सबैभन्दा सुरुमा आओस् भन्ने चाहनुहुन्छ भने बेल आइकनमा क्लिक गर्न नबिर्सिनु होला। धन्यवाद।